त्यस्तो त्यो जाडो पनि भइरहेको छैन, गर्मी पनि भइरहेको छैन, शीतल भइरहेको छ होइन। सो यहाँबाट चाहिँ अहिले यस्तो दामी सिन देखिँदो रहेछ क्या। सो यस्तो सिन देखिन्छ क्या यहाँबाट। यो हो क्या नेचर। अनि यो मन्दिर भयो। सो हामी चाहिँ उठेर नुहाइधुवाइ गरेर एकदमै 5:30 बजे रेडी भएको। लाइन हुँदो रहेछ एकछिन चाहिँ, मान्छे एकदम आतिर टन्नै लाइन हुँदो रहेछ। तर अहिले चाहिँ मान्छेको लाइन छैन क्या, अहिले चाहिँ लाइन छैन, लगभग खुकुलो भइसकेको छ। सो हामी अब दर्शन गर्छौँ। 8 बजी चाहिँ तलबाट खुल्छ केबल कार। सो त्योभन्दा अगाडि नै हामी उनीहरू आउने बेला हामी गइसक्छौँ। सो अहिले चाहिँ सबभन्दा बेस्ट भनेको चाहिँ मनोकामना आउँदाखेरि चाहिँ यदि माथि नै स्टे गर्ने गरी आयो भने चाहिँ वान अफ द बेस्ट डिसिजन हो। सो त्यही हो, हामी अब दर्शन गर्नतिर जान्छौँ होइन। सो यहाँ चाहिँ एकदमै यो भ्यू चाहिँ हामीलाई एकदमै धेरै दामी लाग्यो क्या। सो त्यही हुनालाई आएको, यो एकदम